तत्रं सत्वं निर्मलत्वात् प्रकाशकमनामयं सुखसंगेन वधनाति ज्ञानसंगेन चानघ। सत्वगुण, रजगुण र तमगुणका बारेमा वर्णन गर्ने क्रममा भगवान श्रीकृष्ण अर्जुनलाई भन्दै हुनुहुन्छ, हे पाप रहित अर्जुन, यी 3 गुणहरू सत्वगुण, रजगुण र तमगुणहरूमध्ये सत्वगुण शुद्ध भएकाले यसले ज्ञान अथवा प्रकाश दिने गर्छ। यो रोगरहित हुन्छ, तर यसले पनि आत्मालाई सुख र ज्ञानको आसक्तिमा बाँध्दछ। यद्यपि सत्वगुण सकारात्मक छ, तर यसले आत्मालाई सुख प्रतिको मोह र ज्ञान प्रतिको गर्वमा बाँध्दछ। जब आत्माले यो सोच्दछ कि म शुद्ध छु, म ज्ञानी छु, म सन्तुष्ट छु र ऊ त्यसैमा अड्कन्छ र उसको मुक्ति हुँदैन। जब हामीले ज्ञानलाई उद्देश्य होइन, गर्व वा आनन्दको साधन बनाउँछौँ, तब हामी ज्ञानको बन्धनमा बाँधिन्छौँ।